त यताबाट जानु पर्छ किन हुनु त पम्चर भएर चाहिँ एकदम जोकिएर हाल्थेँ यो बाटो त राम्रो छ भन्दै थियो त अन्त माथि ल्यान्डस्लाइड भएको छ यहाँ पनि डरलाग्दो ल्यान्डस्लाइड रहेछ हो मामाले भनेको चाहिँ त्यो बाटो जानु भनेर सिधै माथि निस्किन्छ भन्दै थियो नि क्या त्यो पनि कहाँ निस्किन्छ भनेर त्यहाँबाट सर्ट पर्छ भन्दै थियो नि त्यो ट्र्याकिङ हो त अघि टायर पड्केर बिस्तारै कुद्ने बनाइदियो है त्यही त ब्रेक चाहिँ गर्नु हुँदैन नि त त्यस्तोमा चाहिँ जहाँ चुर बोकेको छ उयो चाहिँ एक्सिलेटरै हो त्यति बेला चाहिँ कन्ट्रोलै गऱ्यो भने बिस्तारै उसले इमर्जेन्सी ब्रेक गर्यो होला नि त पछाडिको अगाडिको ब्रेक तान्यो होला नि त है पछाडिको ब्रेक तान्यो होला नि पछाडिकोले घुमाउँछ नि स्कुटी